आफू रह्यो भने संसार रहन्छ, आफू भएन भने हामीले के देख्न के गर्न पाउँछौँ होइन। त्यही भएर पहिला चाहिँ आफूलाई पनि चेकअपहरू गर्ने बानी गर्नु होला। 6 महिनामा ब्लड सुगर अब के भइरहेको छ होइन। अब 40बाट उँभो लगेपछि महिलाहरूलाई पनि गाह्रो हुन्छ, छोरा मान्छेहरूलाई पनि गाह्रो हुन्छ। हरेक कुराहरूले हामी अरूलाई मात्रै के भएछ कसो भयो मात्रै हेर्ने बानी छ नि त। आफू चाहिँ के भयो, अब आफूलाई न भोक निन्द्रा न ओजन। अब समाजसेवी भोजराज भाइ होइन, कहिले कहाँ पुग्नु भएको छ कहिले कहाँ पुग्नु भएको छ होइन। अब त्यस्तो मान्छेले त धन्न आफू तगडा हुनु पर्यो क्या, अरूको लागि पनि बचाउनुलाई आफू तयार हुनु पर्यो नि। तपाईँ जस्तो मान्छे चाहिँ यो धरतीलाई पनि चाहिएको छ। फेरि यस्तो मान्छे एउटा हेल्पिङ हात एउटा अगाडि बढ्यो भने सबै पछि बढ्ने खालको छ, त्यति पावर भएको मान्छे। तर कहिलेकाहीँ अब यो आफ्नो जिउ पनि अब फलामको हुँदैन होइन। त्यही भएकोले कहिलेकाहीँ फलाममा पनि खिया लाग्छ नि त। त्यही भएकोले आफूलाई बेला बेलामा चेकअप गर्ने, अब के भिटामिनहरू खाने, रेस्ट गर्ने। अब घट्टीमा पनि 8 घन्टा सुत्ने। अब निन्द्राभन्दा ठुलो खोराक, सबैभन्दा ठुलो खोराक भनेको निन्द्रा रहेछ। खाना त हामीले बरु 1 छाक खाए हुन्छ क्या, धेरै 3 छाक पनि खानु पर्दैन। जति हामीले थोरै खान्छौँ, थोरै खाए के अरे मल, थोरै खाए धेरै खाए बल भने जस्तै हुन्छ। हेल्दी खाना थोरै चट्ट खायो भने हुन्छ। तर अब निन्द्रा पनि पाउनु पर्यो, रेस्ट हुनु पर्यो, हुँदैन नि त। अनि खालि अरू सेवा भनेको छ। आफू के भयो भन्ने थाहा छैन। आफू रह्यो भने पो संसार रहन्छ, अरूलाई पनि गर्नु पाइन्छ त। त्यही भएर भोजराज भाइ पनि अब बेला बेलामा परिवारलाई पनि टाइम दिने, आफूलाई पनि दिने, बच्चालाई पनि टाइम दिने। अब टिम बनाउने, आफूले टिमहरूलाई अराउने अब गर्नु पर्यो होइन। आफू मात्रै अब सबैतिर पुगेर गाह्रो हुन्छ। अब कहिलेकाहीँ यस्तै हुन्छ, बिरामी हुन्छ के हुन्छ, चेकअप गर्ने, भिटामिनहरू खाने, आफ्नो शरीरलाई के नपुग्छ त्यो पनि हेर्नु पर्यो होइन। ल अब गेट विल सुन चाँडै राम्रो होस्, स्वास्थ्यमा सुधार होस्, अब राम्रो होस्, परिवारहरूमा पनि राम्रो होस्, सबैमा राम्रो होस् होइन। बच्चा परिवारहरूलाई पनि टाइम दिनु, आफूलाई पनि टाइम दिनु होला। मान्छे हामी अरूलाई मात्रै हेर्ने बानी छ हरेक कुरामा होइन। आफूलाई चाहिँ नहेर्ने, आफ्नो शरीरलाई के छ। झन् अब समाजसेवीहरूको त अब कतिखेर फोन आउँछ, कतिखेर हिँड्नुपर्ने गर्नुपर्ने, अब त्यस्तो अबर परेको हुन्छ, जानै पर्ने हुन्छ। तर अब जानु पनि पर्छ। अब आफूलाई बाटोमा हिँड्दा पनि पानी खानेकुराहरू एउटा झोलामा सबै टन्न बोकेर हिँड्ने गर्नु पर्यो। लुगाहरू पनि अलिकति कुन ठाउँमा गइन्छ सुरक्षित खालको, अलिकति मास्कहरू, सेनिटाइजहरू, अब अलिकति लुगाहरू पनि सेफ खालको लाउनु पर्यो होइन। जताततै अब हिँड्दाखेरि। अनि आफू बिरामी भयो भने गाह्रो हुन्छ। अब आफू लडिरहेको छ, त्यहाँ कति बिरामीहरू भन्ने सोचिरहेको हुन्छ नि त। त्यही भएकोले आफू चाहिँ तगडा हुनु पर्यो क्या, अरूको लागि पनि। हुनु त अब भगवान्ले अरूको भलोको लागि भलै हुन्छ। तर अब यो विधाताको नियम पनि कहिलेकाहीँ त कस्तो हुन्छ क्या। तर त्यस्तो केही हुँदैन। अब भोज भाइ चाहिँ छिटो गरेर स्वास्थ्यको शुभकामना, एकदम राम्रो होस्, छिटो गरेर उठ्नु होला। अब छिटै राम्रो होस्, राम्रो उपचार होस्, सबैको मायाले गर्दाखेरि पनि छिटो गरेर अब उठ्नु होला, स्वास्थ्यमा लाभ होस्। थ्याङ्क यू। तर बेला बेलामा चेकअप चाहिँ गर्नुपर्छ है शरीरलाई। अब हाम्रो यस्तै हो, दिन आयो के आयो कसो गयो भन्ने पनि हुँदैन क्या। अब हुने आँट त दैव नटार त कहिलेकाहीँ त हुन्छ। तर जिउलाई पनि ख्याल चाहिँ गर्नुपर्छ भन्छु है म चाहिँ। खानामा होस्, निन्द्रामा होस्, हरेक कुरामा होस् होइन। ल है साथीभाइ, तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? मलाई चाहिँ त्यस्तो लाग्छ। गेट वी सुन।